हो माल्दै ए बोय मलाई आज भोलि एउटा कुरा देखेर चाहिँ साह्रै अचम्म लाग्छ हौ। किन रागिना छ आज भोलि बाहुनहरूले धेरै सुँगुरको मासु खान थालेर होला 1 केजी सुँगुरको मासुको भाउ 1000 रुपियाँ पुग्न लाग्यो माल्दै भने अचम्म लाग्दैन त नि। अब हुन पनि राई लिम्बूहरूको दशा चलेर होला। पहिला पहिला चाहिँ अब बाहुनहरूले टन्नै पाल्दै खसी आजभोलि त पाल्नै छोड्यो। आजभोलि बाहुनहरूले सुँगुरको मासु खाएर बाहुनहरू खसी जस्तो बलियो भएको छ हौ माल्दै। म त भोटे जस्तो पो लाग्नु थाल्यो बाहुनहरूलाई। तर अब नाकले दिँदैन र मात्रै फेरि आजभोलि हो सुँगुरको मासु पसल अगाडि नै बाहुनहरूलाई घर बनाउनुपर्छ, छेउछाउै घर बनाउनुपर्छ हो। राई लिम्बूहरू सुँगुरको मासु ल्याउनु जाँदाखेरि आन्द्रा पनि भेट्न गाह्रो छ क्या माल्दै। अनि गाह्रो भएन त नि माल्दै।